सो यो भिडियो के को बारेमा हो त? जोन सिनाको कट्टुको बारेमा हो कि जोन सिनाको लाइफको बारेमा हो कि जोन सिनाले किन ट्याप गर्यो लास्ट फाइनल म्याचमा भनेर सोध्नलाई हो कि होइन? जोन सिनाको लाइफ र लेगेसी वाइ इज रिलेटेड टु मी. You can't see me vlogging anymore. तपाईले यो भिडियोमा क्लिक गरेको भनेपछि तपाई पक्कै नै जोन सिनाको फ्यान हुनुपर्छ. यदि जोन सिनाको फ्यान होइन भने तपाई कुन रेसलरको फ्यान हो? कमेन्ट गर्न चाहिँ नबिर्सिनु. र्यान्डी ओर्टन, द डेड म्यान अन्डरटेकर. म चाहिँ जोन सिनाको फ्यान हो. कहिलेदेखि? धेरै लामो समयदेखि. यो कुरा हो 2000 समथिङ सालको. सो कसरी जोन सिना मसित इन्ट्रोड्युस भयो? हाई हेल्लो आएर मलाई हाई र हेल्लो भनेको होइन. साथीहरू फोटो खेल्थे, फोटोमा जोन सिना भन्ने क्यारेक्टर देख्थे. ओ के हो यो, को हो यो? सबैले दामी छ भन्छन्. घर आएर रेस्लिङ गर्न थाले. रेस्लिङ गर्न थालेपछि जोन सिना क्यारेक्टर इम्प्रेस्ड. हि इज अ रियली गुड क्यारेक्टर. हसल, लोयल्टी, राइज एबोभ हेट, सबै कुरा देख्दाखेरि ओहो दिस इज अ क्यारेक्टर, इन्सपिरेसनल क्यारेक्टर. त्यहाँबाट चाहिँ जोन सिनाको फ्यान हुन थालेको. होइन होला म चाहिँ पुरानो फ्यान, होला म नयाँ फ्यान, तर आई लर्न फ्रम हिम. हि टोल्ड नेभर क्विट. तर आजको भिडियोमा किन जोन सिना छ त यहाँ? किन यो जोन सिनाको लास्ट फाइनल म्याचको कुरा गर्न आएको? हि ट्याप्ड आउट विथ गन्थर? नो, यो कुरा गर्न आएको होइन म चाहिँ. आजको मेन कारणको किन भिडियो बनाउँदैछु भन्दाखेरि जोन सिनाबाट के लर्न गर्न सकेँ मैले. वाट डिड आई लर्न फ्रम जोन सिना? उसको लेगेसी, उसको लाइफ लाइन, उसले गरेको एक्टिभिटिज, वाट हि डिड फर बिजनेस, वाट हि डिड फर हिमसेल्फ, फर कम्युनिटिज, उसको लागि त्योबाट मलाई के इन्सपायर भयो त म? एन्ड वाट सुड आई लर्न फ्रम हिम फर डुइङ अपकमिङ नेक्स्ट? 2022देखि भिडियो बनाउँदैछु. भ्लगिङ, चाहे भ्लगिङ, ट्राभलिङ, कहाँ गएँ म? नेपालदेखि टोरन्टो आएँ, टोरन्टोदेखि क्यानाडा, टोरन्टो, इकालोइड, ह्यालिफ्याक्स, सबै ठाउँमा गएँ, भ्लगिङ ट्राई गरेँ. तर सबै मैले भ्लगिङ किन गर्छु? मेमोरिज बनाउनको लागि भनेर गर्थेँ. तर मेमोरिज मैले किन पब्लिस गराउने त? प्राइभेट गराए पनि त हुन्थ्यो नि, किन पब्लिक? त्यही क्वेसन आयो मेरो दिमागमा. मैले यसो सोचेँ, वाइ आइ एम डुइङ दिस? किन मैले मेमोरिजको लागि मात्रै बनाइरहेको छु? म मेमोरिज बनाउनै छ भने मैले भिडियो बनाएर प्राइभेटमा राख्न सक्थेँ नि त, किन पब्लिक गराएको छु त? सो द्याट्स वाट आई क्वेसन आस्क माइसेल्फ. सुड आई क्विट? आजबाट यो बन्द गरिदिउँ? सुड आई क्विट? नो. तर मलाई त्यही बेला के याद आयो भने याद आयो, यु कान्ट सी मी भन्ने कुरा याद आयो. नेभर गिभ अप. सो आज भ्लग गराउँछु, भोलि यसरी बोल्छु, पर्सि मैले अर्को कुरा ट्राई गर्छु, त्यो पनि फेल भयो भने अर्को कुरा ट्राई गर्छु. आइ एम गोना किप अन ट्राइङ, नेभर गिभ अप. तर यो भन्दैमा आज जोन सिना किन छ त टपिकमा? यस, जोन सिनाको पनि लाइफ स्टाइल स्ट्रगल, he had done his own struggle in his time. उसले पनि गरेको, उसलाई पनि अपर्च्युनिटी आएको थिएन सुरुमा. He also made it. When he got the opportunity, he did it. उसले कम्पनीको लागि, आफ्नो रियल लाइफको लागि उसले स्ट्रगल गरेको, उसले प्रमोसन्सहरू यताउति उसले गर्न सक्ने सबै कुरा गर्यो. र त अहिले त्यो कहाँ, उसको लेभल कहाँ माथि छ. सो यो भिडियोको के कारणले जोन सिनालाई मैले आज मेन फोकस किन टार्गेट गरेको भन्दाखेरि चाहिँ आई लर्न फ्रम हिम, आई इन्सपायर्ड. सानोमा हुँदादेखि, पहिलेदेखि सानोबाट बुझ्दै आएको नेभर गिभ अप. सो आई मेक माइसेल्फ रियलाइज द्याट नेभर गिभ अप. वाइ आर यु ट्यापिङ आउट? भ्लगिङ चलेन त अरू के चल्ला नि त? त्यो भनेर मैले आज भिडियो यस्तो सुरु गरिसकेँ. आइम नेभर गन गिभ अप. आइम गन अपलोड एभ्री सिङ्गल डे. आज भ्यू आएन त के हो? भ्यू दुईवटा भ्यू होला, भोलि 4वटा भ्यू होला, पर्सि -3मा आउला भ्यू. बालै भयो. भिडियो चाहिँ बनाइरहेको छु मैले. नेभर गिभ अप. द्याट्स वाट आई लर्न फ्रम माई हिरो जोन सिना. Yeah, he is not a great person. He is not a great person. But I learned from him. होला भोलिदेखि त्यसले अर्को भिडियो, भोलि रिटायर भयो, अब भोलिदेखि अर्को केही काम गर्ला होला. तर उसले गरेको he inspired me to never give up. त्यही भएर चाहिँ I want to say that in my vlog, in my videos, whatever it is, I'm not going to give up. मैले भिडियो बनाइरहेको छु. I'm going to keep on continuing video. त्यो भन्दैमा जोन सिनाको कुरालाई अब साइड फाल्दिउँ, साइडमा राखौँ. खाना खानुभयो? आज पनि त कुरा गर्न पर्यो नि, हामी कुरा गर्न पर्यो भनेर भिडियो बनाएको होइन. सो आज के छ त हालखबर? कमेन्ट लेख्नुहोस् न, कमेन्टमा कमेन्ट गर्नुहोस् न. तपाईँलाई आजको भिडियोमा के राम्रो लाग्यो? तपाईँले भन्नुहोस् मलाई, जोन सिनाको बारेमा के छ तपाईँले इन्सपायर भएको? तपाईँ अरू
कोही मान्छेबाट इन्स्पायर हुनुपर्छ भने कमेन्ट गर्नुहोस् न, डोन्ट फर्गेट टु कमेन्ट। अनि लाइक र सब्सक्राइब पनि हान्न नबिर्सिनु होला, त्यो पनि मलाई हाल्यो भने मलाई पनि हो अर्को भिडियो अझै गराउनुपर्छ है, अर्को भिडियोमा अझै चिच्चाएर बोल्नुपर्छ भन्ने मलाई आशा आउँछ कि सपोर्ट आउँछ भनौँ न। अनि मलाई एउटा कुरा के मलाई सेयर के गर्नु मलाई थियो, यो कम्प्लिटली आउट अफ टपिक, नट इन्क्लुडिङ जोन सिना अर एभ्रिथिङ। हामी साथीहरूसित बहुत रेस्लिङको म्याचहरू खेल्थ्यौँ, गेमहरू खेल्थ्यौँ, चाहे त्यो अब रेस्लिङ ग्राउन्डमा होस्, चाहे त्यो क्लासमा टिचरलाई पढाउँदाखेरि होस्, रेस्लिङ सधैँ हुन्थ्यो। तर मलाई एउटा साथीको मलाई याद आयो आज, फार्जोङ भन्ने साथी मेरो, अब म सानो क्लासमा पढ्थेँ 2, 3, 4, 5 मा हुँदाखेरि मसँग पढ्थ्यो। सधैँ उसले भन्थ्यो कि उसलाई के सोध्ने बित्तिकै उसले सुनेन कि आफूले सुन्नेन भने उसले के भन्थ्यो भन्दाखेरि भात खाइस् फार्जोङ मैले भात खाएँ, तैँले भनेको मैले सुनेन, तैँले फेरि रिपिट गर भने त्यसले भात खाइस् त्यही भनेर सोधेको भन्थ्यो कि। त्यही भएर तपाईँलाई मैले सोध्दैछु, भात खानुभयो कि आज खाना खानुभयो, नास्ता खानुभयो कि? अब त तपाईँले यो भिडियो हेर्दाखेरि नास्ता खाने बेला पनि भयो, कमेन्ट हान्नुहोस् है। फेरि नास्ता खाने बेला भयो भने कमेन्ट हान्नुहोस्, नास्ता खाने बेला भएन भने भात खाने बेला भयो भने भात खाने बेला कमेन्ट हान्नुहोस्। यो भिडियो हेर्दै तपाईँले भात खानु भएन त ओहो भोलि भेटौँला।